साथीलाई सापटी दिएको पैसा फिर्ता गरेन भने मुद्दा गर्न मिल्छ। पैसा कसैलाई सापटी दिँदाखेरि सकेसम्म त तमसुक गरेर ओडामा दर्ता गराएकै राम्रो। तर सबै अवस्थामा साथीभाइ चिन्जानको साथीभाइलाई हामीले त्यसरी पैसा दिँदैनौँ। कहिलेकाहीँ यतिकै भरोसाको भरमा पनि फिर्ता गर्छ भनेर सानोतिनो रकम हामीले दिने गरेका छौँ। कहिलेकाहीँ लाखौँ रकम पनि हामी दिन्छौँ। अब त्यो पैसा फिर्ता उठाउने कसरी भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईले क्यास दिनुभएको छ भने त तपाईले त्यो पैसा डुब्यो भनेर सोच्दा हुन्छ कि त त्यो साथीले धर्म सोचेर तपाईलाई फिर्ता गर्नु पर्यो, नभए त्यो पैसा तपाईको चाहिँ डुब्यो भनेर तपाईले सोच्दा हुन्छ। तर यदि तपाईले चेकबाट अनलाइन ब्याङ्किङबाट पैसा दिनुभएको रहेछ भने चाहिँ तपाईले त्यो चेकको प्रमाण या त्यो भाउचरको प्रमाण या त्यो अनलाइन ब्याङ्किङको स्टेटमेन्टको प्रमाण लिएर र त्यो पैसा चाहिँ लेनदेनको हो भनेको च्याट लगायत अरू प्रमाण लिएर अदालतमा लेनदेनको मुद्दा दर्ता गर्न सक्नुहुन्छ र त्यो पैसा फिर्ता दाबी गर्न सक्नुहुन्छ। त्यो साथीले यदि पैसा दिँदैन भने उसको घर जग्गा समेत तपाईले रोका गरेर चाहिँ त्यो पैसा दाबी गर्न मिल्ने हुन्छ। यो कानुनी जानकारी हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। यस्तै कोही साथी तपाईको पैसा खाएर फिर्ता दिँदै छैन भने उलाई पनि ट्याग गर्नु होला। एन्ड एज अलवेज फलो फर मोर।